वेलकम टु द मोस्ट ऱ्यान्डम ब्लग आई हेभ एभर मेड। यो चाहिँ मेरो चाहिँ एकदम धेरै पछिको ब्लग हो हुन त होइन। मैले 2-3 दिन अगाडि पनि काइन्ड अफ 2-3 दिन नभए पनि 10-15 दिन अगाडि चाहिँ एउटा ब्लग चाहिँ बनाएको थिएँ होइन। अनि त्यसपछि अब चाहिँ म चाहिँ जस रेगुलरली पोस्ट गर्छु भनेर चाहिँ अब चाहिँ ब्लग बनाइरहेको छु। अनि बस्दा बस्दै चाहिँ के थियो भन्दाखेरि एउटा चाहिँ लाइक हरर कहानी छ क्या, हरर। अनि त्यसपछि भनिदिउँ न त यो कहानी नै लाइक मान्छेहरूलाई चाहिँ इन्ट्रेस्ट लाग्छ कि भनेर। इन्ट्रेस्ट नलाग्न पनि सक्छ होइन। इट इज मोस्ट ऱ्यान्डम भ्लग हो हुन चाहिँ होइन। अनि त्यसपछि मैले यो सोचेको पनि थिएन। अनि भन्दा भन्दै अनि यत्तिकै बसिरहेको थिएँ होइन, कफी खाँदा खाँदै आइडिया आयो क्या। चिसो भइसकेछ हरिलाल। अनि त्यसपछि यता तयारी गर्दा गर्दा चिसो भइसकेछ। अनि यो कहानी हो चाहिँ एक दिन चाहिँ अनि मेरो गाउँको कहानी हो होइन। अनि यो कहानी चाहिँ कहाँबाट सुरु हुन्छ भन्दाखेरि मेरो घर र मामा घर आधी घन्टाको डिस्टेन्समा छ। अब गाउँको त थाहै छ, लाइक एउटा पहाड लाइक वहाँदेखि परसम्म लाइक बिचमा त जम्मै हुने त लाइक जङ्गल टाइपकै हो। घर भए पनि घरको बिच वरिपरि पनि जङ्गलै हुन्छ होइन। अनि जङ्गल भइसकेपछि लाइक अनि मसँग चाहिँ साधन थिएन, म जानुपर्ने थिएँ मामा घर। अनि मेरो मम्मी उतै हुनुहुन्थ्यो, म चाहिँ घरबाट मामा घर जानुपर्ने थियो। अनि मामा घर जानुपर्ने बिच बाटोमा चाहिँ एउटा पँधेरो भन्छ, अथवा त्यहाँ चाहिँ लाइक पानी सानी भर्ने लाइक अलिक बढी सेड हुने खालको हुन्छ नि। अनि त्यसपछि साइडमा एउटा ठुलो हुन्छ नि, अब कत्रो भन्नु हो मैले, 3 तला 4 तलाको घर जत्रो चाहिँ त्यत्रो एउटा खल्लुको रुख थियो, तिन्दुको रुख थियो, के को रुख थियो अब कसैलाई नाम थाहा छ भने थाहा छ, छैन भने जस्ट ठुलै रुख थियो क्या। त्यहाँ चाहिँ रुख थियो। अनि त्यसपछि त्यहाँ चाहिँ अनि डराउनु दिन्छ भन्थे होइन। अनि त्यसपछि म परे त कडा मान्छे, यस्ता भूत पनि हुन्छ भन्ने मान्छे चाहिँ म हो क्या। अनि त्यसपछि एक दिन राति त जानु पर्यो। अब बाटो अर्को पनि थियो क्या, तर त्यो मोटर बाटोको साइडमा पर्ने भएर म चाहिँ मोटर बाटैबाट चिल हावा खाँदै जान्छु भनेर चाहिँ त्यो बाटो गइरहेको थिएँ। अनि अलि ढिलै भयो क्या, म निस्किनु फेरि म चाँडै नै जान्छु भनेको थिएँ होइन। अनि त्यसै के पर्छ केटाहरूको मोबाइल चलाउँदा चलाउँदै ढिलै भयो। अनि त्यसपछि 8 बजे निस्किने बेलामा आधी घन्टा त हो, 8:30 बजीसम्म पुगिहाल्छु नि लहर लहर। यत्रो बाँसका जात्रा खुट्टा खान 2 पाइलामा पुगिहाल्छु भने पुरा फुल एन्ड कन्फिडेन्स छैन। अनि त्यसपछि सोल्टी हिँड्यो। अँध्यार भइसकेको थियो, जुन त थिएन, राति नै थियो होइन। मोबाइलको लाइट बालेर अलिअलि मोटर बाटै थियो के अरे, हल्ले पनि खासै टाढा पुगिन्थेन। अनि त्यो बाटैमा लोटे पनि गाउँकाले जम्मैले चिनेको थिएँ। अब खोज्न आए पनि बाटैमा भेटिनेवाला थिएँ म। अनि त्यसपछि हिँड्दै गर्दाखेरि ठ्याक्क त्यो चाहिँ त्यो एरियामा त्यो जुन पँधेरोको एरिया भने यस्तो खोज हुन्छ क्या, लाइक यताबाट ठ्याक्क जाने अनि यताबाट पारी जानेवालामा म त्योभन्दा अलि ओल्तिर पुग्दाखेरि पुरा हावा लाग्न थाल्यो क्या। अनि त्यसपछि गर्मी महिना थियो, तर त्यस्तो गर्मी पनि थिएन, जस अलिअलि शीतल लाग्न थाल्यो होइन। अनि त्यसपछि मलाई त्यहाँ भूतले तर्साउँछ भन्ने त मलाई 1% नि थिएन क्या। अनि त्यसपछि त्यस्तो भयो। अनि त्यस्तो भइसकेपछि अनि शीतल भयो यार भन्ने किसिमले गएँ। अनि त्यसपछि त्यहाँ चाहिँ अँध्यारो हुन थाल्यो। अनि त्यसपछि अँध्यारो हुन थालिसकेपछि थोरै अनि त्यसपछि अलिअलि त्यस्तो पुरै डार्क, पुरै पिच डार्क पनि थिएन कि, थोरै उज्यालो चाहिँ थियो, थोरै जुन देख्या थियो कि के थियो म खासै आकाशतिर त ख्याल गरिनँ। अनि त्यो ठ्याक्क पँधेरोतिर पुग्दाखेरि अनि त्यसपछि त्यही लाइक हावा त चलिरहेको थियो, चल्दै त्यही ठ्याक्क अगाडि त मोटर बाटोमा त्यो रुख त सर्लक्कै सुतिरह। अनि त्यसपछि सुतिराख्दाखेरि अनि मुला त्यत्रो रुख काटेछन् यार, अनि लिएर जानुपर्छ नि तोरीहरू भने मैले। अनि त्यसपछि अनि त्यहाँ त भूतले तर्साउँछ भन्ने त मलाई भएन यस्तो। अनि त्यहाँ त त्यो रुखले गर्दाखेरि नि डार्क हुन्थ्यो क्या। अनि त्यसपछि अझै थोरै उ जस्तो देखेँ, डार्क त डार्क सेम डार्क नै थियो, तर रुख चाहिँ ढलिरहेको थियो क्या, अनि त्यसपछि भात चाहिँ वरिपरि हल्लिरहेको थियो, मतलब त्यो रुखको होइन, अरू रुखको। अनि त्यसपछि त्यो चाहिँ सबभन्दा बिगेस्ट रुख थियो क्या। अनि पात हल्लिरहेको थियो। अनि त्यसपछि ठुलै थियो रुख पनि, अनि यत्रो मोटो जत्रो थियो रुख। अनि त्यसपछि त्यो रुख चाहिँ अनि नागेर गएँ। नागेर गइसकेपछि खल्ती पसिना आउन थाल्छ।
अनि त्यसपछि खलखल्ती पसिना हुन थाल्छ। खलखल्ती पसिना आइसकेपछि त्यहाँ पुगिसकेको मलाई पसिना आयो ठ्याक्क त्यो रुखसिन पुगिसकेपछि। अनि यस्तो हावा लागिरहेको छ के साह्रो पसिना लाग्यो भन्नुभयो क्या मलाई चाहिँ। अनि ठ्याक्क त्यो रुख चाहिँ यस्तो यस्तो नागेर गएँ होइन। नागेर गइसकेपछि अनि नागेर गइसकेपछि अलि पसिना आयो। अनि त्यसपछि यत्रो रुख ढालेछन् यार भन्ने भयो मलाई चाहिँ। अनि यत्रो रुख ढालिसकेपछि काटेर त लानुपर्छ नि तोरीहरू कुन चाहिँले। अब यो बिकार लाइक पँधेरामा त अलिक सेड हुनुपर्छ बल्ल पो पानी उम्रिन्छ त जम्मै। अब यो रुख काट्यो अब खतम हुने भयो यो पँधेरा पनि। अब पानी नै आउन्न कहाँबाट खान्छन् भन्ने भयो होइन। अनि यति अगाडि गएर हेरेको त फेरि पछाडि हेरेको त मुला भर्खर नागेर आएको त रुखै देख्दिनँ म त। फेरि उस्तै त्यो ठाडो जस्तो देख्छु होइन। अनि त्यसपछि पो म्याकुरी अब डर लाग्न थाल्यो। एक्लै छु चिच्याउने कुरो पनि भएन। मोबाइल गोजीमा मोबाइल थियो भन्ने पनि याद आएन क्या मलाई त त्यति बेला त। अनि पसिना आइरहेछ। अनि त्यसपछि अनि भर्खर नागेर आएको होइन र म त रुख जस्तो लाग्यो। अनि त्यसपछि होइन होला म चाहिँ अँध्यारोमा चाहिँ के अरे त्यो नदेखिया होला लाइक ढलेकै छ होला भन्ने भयो। अनि त्यसपछि म खुरु 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 गएँ गएर अनि मामा घर कहाँ। अनि त्यसपछि त पुरै वहाँ पुग्दा त पसिनै पसिना आएछ। अनि सबजना लाइक मामा घर मम्मीहरू सब बसिरहनु आमा अगाडि पनि के हो तिमी त पसिनै पसिना भइरहेछौ त भन्नु। अनि त्यसपछि मैले चाहिँ सोधेँ फेरि के सोधेँ भन्दाखेरि अनि त्यो रुख त कसले ढाल्यो भने काट्नु पर्दैन भने कहाँको रुख भन्छन्। अनि गाउँमा फेरि के हुन्छ भन्दाखेरि सबलाई थाहा हुन्छ क्या एउटा काम गऱ्यो भने सब गाउँभरिको यो गऱ्यो त्यो गऱ्यो। यो त एउटै गाउँमा मात्रै हो लाइक पल्लो गाउँमा पनि थाहा हुन्छ क्या लाइक यो त्यहाँ यस्तो गऱ्यो त्यहाँ रुख काट्यो भन्ने कुरो त। अन्त त्यसपछि त त्यहाँ रुख काट्यो भने त सबलाई थाहा के रुख काट्यो भने अनि बाटोमा लाखेर अनि भोलि गएर त्यहाँ गाडी हिँड्नु पर्ला के हिँड्नु पर्ला अनि त्यो जम्मै एम्बुलेन्स हिँड्नु पर्ला अनि रुख त्यस्तो ढालेर राख्ने हो त भने अनि के रुख भन्छन् खल्लुकको रुख हो त्यहाँ जम्मै ढालेर राखेको छ त। अनि त्यसपछि यहाँ त छैन कहाँ कसले काट्ने हो रुखै काट्यो छैन भन्छन्। त्यसपछि बल्ल उहाँ पुगेपछि डर लाग्यो म त त्यो रुख त नागेर आइरहेको त। अनि त्यसपछि फेरि पछाडि फर्केर हेरेको अनि मलाई केही देख्दिनँ त। ए ल सोल्टी आज भूतले तर्साएछ। बल्ल पो त्यो पसिना त खललललललल हुन थाल्यो। ए भगवान्। त्यसपछि मैले के गरेँ भन्दाखेरि अनि त्यसपछि त अर्को दिनबाट त ज्वरो पो आउनु लाग्यो। अनि त्यसपछि ज्वरो आउनु लागिसकेपछि अनि त्यसपछि अर्को दिन चाहिँ अनि त्यसपछि औषधि खाएँ अनि निको भयो। त्यसपछि त ए भगवान्। अनि मैले सोचेँ कि त्यति बेला म त्यो नागेर आउँदाखेरि यो एउटा हुन्छ नि एउटा च्यालेन्ज हुन्छ नि पुरा स्टेप नक्कली स्टेपवाला यस्तो गर्नेवाला त्यस्तै भयो कि जस्तो लाग्यो क्या लाइक हुन्छ नि। अनि मेरो बुद्धि त्यति बेला किन नआयो क्या कमसेकम कि लात्ताले हान्नुपर्छ त्यो रुख होइन घोडा चढा लाग्थ्यो नि त थाहा हुन्थ्यो नि त ढलेको छैन भनेर। अनि नागेर गएँ मोबाइल थियो मोबाइल खोल्नु पर्ने त्यो पनि याद आएन। अनि त्यसपछि त ए भगवान् यस्तो नि हुँदो रहेछ भन्ने भयो क्या। त्यहाँ चाहिँ अर्को सिमिलर कहानी पनि के थियो भन्दाखेरि अलि पहिलेको कहानी हो यो चाहिँ होइन। अनि हाम्रो मावलाको हजुरबा चाहिँ ठ्याक्क लाइक केही पहिला त्यो त्यहाँ चाहिँ अहिले चाहिँ बाटो खनिएको छ त बाटो नखन्दै चाहिँ त्यहीँबाट अलि पल्तिर डाँडाबाट आउँदै हुनुहुँदो रहेछ। अनि बाटोमा आउँदै गर्दाखेरि एउटा चाहिँ डोको बोकेको मान्छे सट्ट अनि आउँदै रहेछ। अनि त्यसपछि अब पहिलाको बेलामा त अब को आयो भन्ने भयो। अब लाइट हुनु थिएन रहेछ अनि यत्तिकै आइरहनु भएको रहेछ त जस अलिअलि जुन चाहिँ रहेछ। अनि डोको बोकेको मान्छे आइरहेछ। अब गाउँमा त नर्मली को आएछ यति राति लाइक 9-10 बजीतिर को डोको बोकेर आयो भन्ने भएछ। त्यसपछि अनि अलि छिटो हिँड्नु भएछ अनि त्यो पनि मान्छे अलि छिटो हिँड्दो रहेछ। अनि त्यसपछि त्यही बाटो चाहिँ त्यही खोल्लुको रुखनिरैबाट जानुपर्ने थियो क्या त्यो पहिलाको बाटो पनि। अनि त्यसपछि त्यहाँबाट अलि अगाडि जानु भएछ। अनि जाँदाखेरि चाहिँ त्यो चाहिँ नजिक आइसकेछ। अनि त्यसपछि त्यो खल्लुको रुख कटेर अलि पल्तिर जाँदाखेरि जुन मैले ढलेको रुख भने नि अनि त त्यो मान्छे पछाडि हेर्दाखेरि त सेतो कपडा लगाएको देख्नु भएछ होइन।